डोग्रामै पो पसी जानुपर्ने रहेछ यहाँ एउटा घर रहेछ बरुभन्दा त्यो माथि डोग्राबाट आएको फेरि छिटो रहेछ है त्यो छुङछुङ उयो गरेर भएको ठाउँबाट माथिल्लो पुल छ यो के हो त छुङछुङमा गएको पुल त्यही हो र त्यही हो म त अर्को पो भन्छु त ब्रोटे रोड भेट्ने पुल पो त्यो पुल हो यता त पुल छैन अब यहाँबाट झरेको र त्यो के गर्नु सिँ लाग्छ है अझै यहाँ छुची गर्नु लाग्छ पुरा वक पो लागिगयो त मलाई त अनि त्यही पुल पुल छैन यता त्यहाँबाट झरेको त्यो अब यहाँदेखि म याक्सी पुग्छ कसरी थाहा पाएँ अनि जग्गा पुल छ नि आधी चाहिँ त्यहाँदेखि माथि त्योबाट गएको छिटो होला है यहाँबाट भन्दा त्यो उताबाटै घुमेको पुलै छिटो छैन होला। पर बाटो छैन ए त्यो पहिला त हामी घुम्नु आएको पुल छ त अनि कुन चाहिँ पुल त्यो टक्कै डोग्रा निस्किने पुल पो हामी तिलिङबाट घुम्नु आउँदा त्यो माथि अनि हो त्यो पो भनेको त मैले त्यहाँबाट छिटो हो नि त्यहीँबाट छिटो हो त भोक पनि लाग्यो अघि के पनि किनेन अब यो किन्ने जग्गा पनि छैन रहेछ अघि किन्नु पर्थ्यो अक्कबाट किन्थेँ नि म त्यस्तो हो भने पैसा मेरोमा छैन निस्किँदैन हतपत छ त पैसा त्यो मेरो अनि त्यो 200 मलाई दिइहाल्नु नानीहरू खालि हुन्छ हँसाइदिन्छ अनि किन देखाउनु किनिन्छ आमालाई किनिन्छ भन्दा क्या कसले पापाले पनि जानु पर्यो होइन नि किनिदिन्थे मलाई भनेन पर्स सोधेको त्यही त पैसा हराउँछ थपै मिल्थ्यो खोइ 50 रुपियाँ चाहिँ निस्किन्छ कि मेरोबाट 10 रुपियाँ चाहिँ छैन 10 रुपियाँ चाहिँ दिनभरि पुऱ्याउनु खोज्छ 10 रुपियाँ छ गोजीमै हेर्नु ल आज बाटो खर्च चाहिँ यति रहेछ 10 रुपियाँ थियो केही किनेन सेन्टर फुड किटेको भए पनि हुन्थ्यो रहेछ लोभ लागिगयो मामाको पारा भइगयो यी मामाको पारा 10 रुपियाँको किन्नु थिएछ सेन्टर फुड भरे जाँदा किन्छु कि किन्दिनँ भरे जान्छ चाहिँ किन्छु कि किन्दिनँ यो 10 रुपियाँ छ हेर्नुहोस् है म त पुरा लोभ लाग्छ पैसा कमाउनु पुरा लोभ लाग्छ पैसा कमाउनु सक्दिनँ अनि पैसा लोभ लाग्छ मलाई चाहिँ टाढो रहेछ अब चाहिँ आउँदैन है काबु भए म चाहिँ यस्तो जग्गा झरेर पनि त्यहाँ गाउँ झरेर पनि तल खोला झरेर पनि यता आउनु पर्ने रहेछ थट तल खसेर माथि निस्किनु पर्ने रहेछ त यो जग्गा त अब चाहिँ काबु भयो नजिक होला भने खुर्रै कुदेर आएको त के हुन्थेछ बदमास